छुट्टिएका पलहरू सम्झिँदै गर्दाखेरि विरक्त लागेर आउँछ। जिन्दगीलाई यहीँनिर समाप्त गरिदिउँ जस्तो लाग्छ। किन त्यस्तो त्यसरी हिम्मत हार्नु होला छोरी मान्छेले? मैले विवाह गर्नुले सबैभन्दा मैले मेरो एउटा शिर चाहिँ दुई चिरा पार्नु भयो के दाइ। त्यस्तो पनि हुन्छ वैवाहिक सम्बन्ध हुँदो रहेछ, जसको लागि मैले मेरो पुरा जिन्दगी नै मैले बर्बाद गरेँ नि, जसको लागि मैले बाबा आमा दिदी बहिनी आफन्त धन पैसा सर्वस्व त्यागेँ नि, आज उसैले नै मलाई घरमा घाटको बनाइदिएको जस्तो फिल हुन्छ के दाइ। कयौँ रात त मदिरा सेवन गरेर निदाएको छु के दाइ, कयौँ रात सिगरेटका पाकेटसँग निदाएको छु, कसैलाई रोएर सुनाउन पनि सक्दिनँ। उसले सरी भनेर 5 बजी मेरो एउटा फोटो टिकटकमा चाहिँ पोस्ट गरेर म बाँचे भनेपछि कुनै न कुनै दिन सम्पर्कमा आउँछु भनेर मात्रै लेखेको थियो। मर्नुभन्दा पहिला चाहिँ एउटा सपना छ, उसको एकचोटि बोली सुन्न मन छ कि रातमा निन्द्रा लाग्दैन, भित्ताभरि त्यसका फोटो देख्छु दाइ, निन्द्रै लाग्दैन कि कति फोटोहरू च्यातेर फाल्न खोज्छु, हात काम्छ। के भन्छु भने अन्तिममा चाहिँ अब एकचोटि मात्रै म यस्तो ठाउँ छु भनेर मलाई कल पनि मेरो आवाज सुन्न मन लाग्दैन भने कल नगर्दा नि हुन्छ, एउटा मेसेज छोडिदिन्छ म यस्तो ठाउँमा छु, म ठिक छु भनेर। म त्यो रात ढुक्कले निदाउँथेँ कि दाइ। म त्यही कल म्यासेजलाई म सँगै भएको महसुस गरेर निदाउने छु, खाना खानेछु, नत्र भनेपछि सायद यही सन्देश नै अन्त्य हुन सक्छ। यसरी नै उसको यादमा तडपेर म कुन दिन सकिन्छु थाहा छैन दाइ। मलाई कसैले भेट्ने छैन, कोही पनि छैन, मलाई कठै भन्ने पनि छैन, कहीँ लडे भने उठाउने पनि छैन। सबै खबर एकै ठाउँमा, हेर्ने खबर मिडिया हाउस प्राइभेट लिमिटेड। नमस्ते, स्वागत छ यहाँलाई। धन्यवाद, नमस्ते। सन्चै हुनुहुन्छ? ठिकै छ दाइ। के छ, कति भयो काठमाडौँ बस्नु लाग्नु भएको? काठमाडौँ बस्न लागेको त अब लगभग 3 वर्ष। 3 वर्ष भयो। कसरी चलिरहेको छ जिन्दगी? के भनौँ दाइ, कहाँबाट सुरु गरौँ? जिन्दगीका उतार चढावहरू सबैका एक नाश हुँदैन, कसैका नदी जस्तै अविरल बगिरहन्छन् त कसैका सिमसार दल्दले भएर बसिरहन्छन् त कोही समुद्रमा गएर विशाल भएर फैलिएर बसिरहेका हुन्छन्। सबैको एउटै जिन्दगी त हुँदैन, र पनि यहाँको जीवनचर्या कसरी बित्दैछ, गीत सङ्गीतको क्षेत्रमा हुनुहुन्छ, थोरै कुरा सेयर गर्नुहोस् प्लिज। दाइ, समय बित्दै गर्दाखेरि र आज जोडिँदै गर्दाखेरि, छुट्टिएका पलहरू सम्झिँदै गर्दाखेरि विरक्त लागेर आउँछ। जिन्दगीलाई यहीँनिर समाप्त गरिदिउँ जस्तो लाग्छ। किन त्यस्तो त्यसरी हिम्मत हार्नु होला छोरी मान्छेले? हुन त आजभन्दा 1 वर्ष पहिला पनि मैले यही भनेको थिएँ। एउटा गीत गर्दै गर्दाखेरि चाहिँ आफन्तीबाट श्रद्धाञ्जली लेख्ने कोही नपाए पनि एउटा गीत सङ्गीतको क्षेत्रमा एउटा गीत गरेर मात्रै यो जिन्दगी सकाइदिन्छु भनेर थिएँ। अर्को 1 वर्ष थपियो मेरो आयु। यो साल पनि यसरी नै हारिरहेको छु। दिनचर्या चाहिँ दोहोरीमा गयो आयो, यसरी चलिरहेछ। के भनौँ, सीताको घर चाहिँ पहिला सल्यान, त्यसपछि दाङ हो के अरे होइन? हजुर, मेरो जन्मस्थान चाहिँ सल्यान हो। त्यसपछि चाहिँ बुवा मम्मीहरू बसाइसराई गरेर दाङमा आउनुभयो। हजुर, विवाह पनि उतै भयो? मेरो विवाह दाङमै भएको थियो। दाङमै भयो। विवाह वैवाहिक सम्बन्धहरू राम्रो बितिरहेछ होला नि? नसम्झी मलाई दाइ। किन? झन् भारी मन हुन्छ, भक्कानिन्छ, आफूले आफूलाई नै सम्हाल्न सक्दिनँ त्यो पलहरू, त्यो क्षणहरू।
मैले विवाह गर्नुले सबैभन्दा मैले मेरो एउटा शिर चाहिँ 2 चिरा पार्नु भयो के दाइ। त्यस्तो पनि हुन्छ वैवाहिक सम्बन्ध। हुँदो रहेछ। आज म यो अवस्थामा प्रत्येक रात नरोएको रात कुनै पनि छैन के दाइ। कहिलेकाहीँ यदि झुकिएर म नरोइकन निदायो भने पनि मलाई कता कता त्यो सिरानीले घोचेको जस्तो फिल हुन्छ। सायद त्यसलाई पनि म सधैँ रोएको आभास भएरै होला। आज 3 वर्ष बित्दै गर्दाखेरि यो काठमाडौँमा पनि वर्षमा 365 दिन त म रोएकै छु दाइ। कहिले आफन्तीको पीडामा रोएँ, कहिले सङ्गसाथीको पीडामा रोएँ, तर आफ्नो पीडामा म कहिले पनि रोइनँ जस्तो हुन्छ के। आजसम्म अर्कैको लागि बाँचेको रहेछ, जसको लागि मैले मेरो पुरा जिन्दगी नै मैले बर्बाद गरेँ नि, जसको लागि मैले बाबा आमा दिदी बहिनी आफन्त धन पैसा सर्वस्व त्यागेँ नि। आज उसैले नै मलाई घरमा घाटको बनाइदिएको जस्तो फिल हुन्छ के दाइ। धेरैले सोध्नुहुन्छ त्यो को हो भनेर। यदि श्रीमान हुन्थ्यो भने श्रीमानको नाम लिन्थ्यो होला, आफन्ती हुन्थ्यो भने आफन्ती। तर आज मलाई घर न घाटको पल पल रुने 9 महिना कोखमा राखेको आफ्नै बच्चाले बनाइदिएको दाइ। कयौँ रात त मदिरा सेवन गरेर निदाएको छु के दाइ। कयौँ रात सिगरेटका पाकेटसँग निदाएको छु। कसैलाई रोएर सुनाउन पनि सक्दिनँ। मलाई श्रीमानले डिभोर्स गर्दा पनि त्यति पीडा भएको थिएन, आफन्तीले कुर्दा पिर्दा पनि त्यस्तो पीडा भएको थिएन जो पीडा अहिले म बाँचिरहेको छु। हुन त आमा हो, सबै आमालाई यस्तो हुन्छ होला, तर एउटा दुधे बालक 16-17 दिनको बच्चालाई मैले हुर्काउँदै गर्दा आज 15-16 वर्ष बनाइसकेपछि त्यो बच्चा पनि आज बेपत्ता भइदिँदा, आज मेरो सम्पर्कमा नआइदिँदा एकदम दुःख लाग्छ कि दाइ मलाई। दुःख सुख त एक छाक खानको लागि त मैले साँझ बिहान काम गरेर टारेकै छु, तर उसको त्यो जुन स्नेह जुन माया हुन्छ नि दाइ, केही गर्दा पनि मेटेन के। 30 दिनको 30 दिन पनि एउटा रक्सीको सहारा लिएर बाँच्ने कोसिस गरेँ, तर अब त हारिसकेँ। के भएको थियो? छोरी कसरी बेपत्ता, कसरी तपाईँबाट सम्पर्कविहीन? अलिकति बताइदिनुहोस् न, केही पनि बुझ्दैन। सायद मेरो छोरी बुझ्ने भइसकेको, अब बच्चा त होइन, मैले बच्चा भन्न मिल्दैन, हुन त अन्डर 18 हो, तर पनि एउटा बुझ्ने भइसकेको। उसलाई मैले यही लैनचौर कक्षा 9बाट मैले पढाएको हो। अहिले पास पढेको भए 11मा जान्थ्यो। अब सायद मैले सही संस्कार सिकाउन जानिनँ होला दाइ, त्यस्तो फिल हुन्छ। उसले ठुलो भइसकेपछि आफ्नो बाबा चाहियो भन्ने, उसलाई मैले एउटा मृगौला फेल हुँदा पनि धेरैजनाको अगाडि मैले खुट्टा ढोकेर पनि उसलाई मैले बचाएँ, देश विदेश गरेँ। अहिले मैले उसलाई एकदम लगभग 75% ऊ ठिक भइसकेको थियो। अब मेरा केही पीडाहरू कम भइसके। अब त मेरो छोरी पनि 16-17 वर्षको भइसक्यो। अब त म पनि बिस्तारै दिन प्रतिदिन समयले नेटो काट्दैछ, बुढी हुँदैछु, आँखा बस्दैछ रुँदा रुँदा। आफन्तीको नाउँमा त्यही एउटा बच्चा हो। अब मेरा सुखका दिनहरू आउँछन् होला, पढाउँछु, लेखाउँछु, यही काठमाडौँमा केही गराउँछु भन्दै गर्दाखेरि सुरुमा उसले घर छोडेर जाँदा चाहिँ एउटा सुसाइड नोट लेखेको थियो। सेकेन्डचोटिमा चाहिँ उसले सरी भनेर 5 बजी मेरो एउटा फोटो टिकटकमा चाहिँ पोस्ट गरेर म बाँचेँ भनेपछि कुनै न कुनै दिन सम्पर्कमा आउँछु भनेर मात्र लेखेको थियो। पहिलोचोटि त मैले धेरै कोसिस गरेँ, धेरै ठाउँ बालिका खोज तलासदेखि लिएर पुलिस चौकीदेखि लिएर
यस्तो हेराउनेदेखि लिएर धेरै ठाउँ इन्द्रेणीसम्म पनि पुगेको ले पछिल्लो चरणमा खोजिन ताई मनै भरियो। जब अम्मा बिरामी भए उसकै टेन्सनले उसकै तनावले गर्दाखेरि बिरामी भए। खाटबाट भुइँमा झरेर एक गिलास पानी पनि सारेर खान नसक्ने अवस्था आयो मलाई। त्यसपछि मनै भरियो के दाइ, मलाई बाँच्न मनै छैन। तर मर्नुभन्दा पहिला चाहिँ एउटा सपना छ, उसको एकचोटि बोली सुन्न मन छ कि एकचोटि मम्मी म यस्तो ठाउँमा छु भनेको बोली मात्रै सुन्न मन छ मलाई। मेरो सपना कुनै पनि छैन। एकचोटि म यस्तो ठाउँमा छु होइन, किनकि म त बाबा आमा बनेर हुर्काएको दाइ। 15-16 वर्षको बनाएँ नि अहिले मैले 15-16 दिनको बच्चा हुर्काउन बढाउन थोरै मलाई गाह्रो भएको होइन, तर मैले गाह्रो भयो भनेर पनि सुनाउने ठाउँ कुनै थिएन कि। देश विदेशमा आफूले पसिना बगाएर कमाएको पैसासँग हरिसाब गर्दा त आफ्नै मान्छेहरूले ढोका थुनेर कुटेर मेरो आँखा निलो हुने गरेर मेरो अवस्था त्यस्तो बनाएको थियो भने अहिले मेरो आफ्नै बच्चाले पनि त्यसरी छोडेर जाँदाखेरि अब मेरो कुनै यो संसारमा केही छैन कि दाइ। सीताको सन्तानमा कतिवटा सन्तान को हुनुहुन्थ्यो? त्यही मेरो एउटा छोरी एउटा मात्रै, छोरी। त्यही एउटा छोरी। तपाईँ जब उहाँ सम्पर्कविहीन भएपछि तपाईँले तलास पनि गर्नुभयो? फर्स्टचोटि मात्रै गरेँ दाइ, धेरै गरेँ म थाकेँ। त्यसपछि अहिले त म थाकिसकेँ। यहाँ हुनुहुन्छ भन्ने कुरा कोही आफन्त यताउति कुनै पनि थाहा छैन। किन त यत्रो समयसम्म खोज्नु पर्ने थियो? कति वर्ष भयो घर बनाएको चाहिँ? अब त यो जेठमा 1 वर्ष हुन्छ। कतैबाट मेसेज फोन यताउति के हो? 20मा चाहिँ मैले धेरै त्यो योहरू ज्योतिषहरू कहाँ चाहिँ गएर म निमन्त्रणहरू गर्दाखेरि चाहिँ 20मा आयो कन्ट्याक्टमा आइसकेपछि भन्न त कहिलेकाहीँ चाहिँ भनिन्छ नि दाइ, ज्योतिषहरूको हेराउने र छिराउनेको भर हुँदैन, तर भर चाहिँ हुँदो रहेछ दाइ। म चाहिँ विश्वास गर्छु यो कुरामा। मलाई उहाँले जुन वचन दिनुभएको थियो, मेरो आँसु पनि हेर्न नसकेर होला, नरदेवीमा एकजना दाइ र दिदी हुनुहुन्छ, उहाँहरूले मेरो लागि धेरै गर्नुभयो। उहाँहरूले जुन समय तोक्नु भएको थियो त्यो समयमा पनि सम्पर्कमा पनि आयो। उहाँले भन्नुभएको थियो तपाईँ र आमा छोरीको सम्बन्ध उहाँसँग भेट त गराइदिन्छौँ तर समय लामोसम्म हुँदैन भन्नुभएको थियो। किन होला त? छोरी तपाईँप्रति किन त्यस्तो त? सानै बच्चा, थाहा छैन दाइ। छोरीको बुवा चाहिँ थाहा छैन दाइ। डिभोर्स भएको पनि धेरै वर्ष भइसक्यो। डिभोर्स भइसक्यो? हजुर, डिभोर्स भइसक्यो। डिभोर्स भइसकेपछि सानैमा माग्नु भएको थियो उहाँले, दिएन मैले। म यही छोरीको मुख हेरेर म बाँच्ने हो, मेरो सहारा यही हो भनेर चाहिँ मैले छोरी दिएन। अनि ऊ चाहिँ सानैदेखिको रोगी थियो, अलि सानैदेखिको रोगी। अनि 12 वर्ष भइसकेपछि मात्रै रोग पत्ता लागेको थियो। अहिले त ठिक भइसकेको थियो। औषधि खानु पर्थ्यो होला? अहिले त पछिल्लो चरणमा परेन, ठिक भइसकेको थियो। सायद मेरो भाग्यमै थिएन होला दाइ। बच्चा अब श्रीमानसँग डिभोर्स गर्नुभयो, ठिक छ, मन मिलेन, हामी स्वतन्त्र हुन सक्छौँ, तर पनि श्रीमानको नासो बच्चा छ, सन्तान हेरेर बाँचोला भन्दै त्यही सन्तानको लागि तपाईँ जिउनु भयो होइन? सन्तान नै मेरो जीवन हो भन्ने सोच्नु भयो होला। त्यही सन्तानले तपाईँको बलिदान, तपाईँको प्रेमलाई बुझ्न सकेन। अहिले तपाईँबाट सम्पर्कविहीन भएर बसिराख्नु भएको छ। यो कुराकानी तपाईँको छोरीले सुन्नु भएको छ, तपाईँले हेरेर बसिरहेको छ भने के भन्नुहुन्छ? म चाहिँ के भन्छु भने दाइ, मैले आफ्नो खुट्टामा उभ्याउला भनेर बाबुआमाको जिम्मा लिएरै मैले उसलाई साथमा ल्याएको, बचाएँ, बढाएँ, हुर्काएँ, बढाएँ। आफूले नखाएर पनि उसलाई खुवाएँ, आफू प्रत्येकचोटि रोएर पनि उसलाई हँसाउने प्रयास गरेँ।
हुर्किसकेको छोरी हो, यदि बिहे नै गरिसकेको हो भने पनि ठिक छ, उसको जीवन सुखमयसँग बितोस् होइन। एक दिन मेरो बच्चा पनि एक दिन आमा बन्ने नै हो, उसले यदि बिहे गरेको छ भने। उसले यदि छैन भने पनि ऊ आफ्नो ठाउँमा सही सलामत छ भने पनि अब एकल फोन गरोस्, म ठिक छु भन्नुहोस्। यदि अप्ठ्यारोमा छ भने पनि आमा हो, म त उसको खुसीसँग पनि खुसी हुने मान्छे, दुःखसँग पनि म त्यसको दुःखी हुने मान्छे हो नि त। म त आमा हो जे भए पनि। उसले एकचोटि कल गरेर मलाई एक शब्द सुनाइदिए पुग्छ कि जुन दिन उसको एउटा कल आउँछ नि दाइ, सायद म त्यही दिनमा मेरो जिन्दगी सकाइदिन्छु क्या। किन मलाई बाँच्न मनै छैन दाइ, मैले भनिसकेँ नि। किन त्यसरी हरेस खानुभयो त जीवनमा? के गर्नुपर्छ कि हामीलाई त यो पाएको जीवन त अमूल्य छ नि त। हामीले यो पाएको एक भागको जीवनमा भन्ने कुरा गर्छौँ। जीवनदेखि किन त्यति तपाईँ हरेस खानुहुन्छ? यस्तो दाइ, म बच्चाले बच्चा जन्माएँ, तर पनि मैले सबैको माया बच्चामा मात्रै राखेँ कि। धेरैजनाले बिहे गरौँ भनेर आश्वासन देखाउनु भयो। कतिजनाको ज्यान बचाउन खोज्दाखेरि पनि जेल नेल खाइयो दाइ होइन, गाली खाइयो, बेइज्जती खाइयो, तर पनि मैले मेरो बच्चालाई त्याग्न सकिनँ। अहिले जब आफ्नो शरीरले कहिलेकाहीँ चाहिँ हार मान्दै गर्दाखेरि म हिजो देश विदेशमा 11-12 वर्ष दाइ मैले मेरो बच्चाको लागि मैले सानो त्याग गरेको जस्तो होला, मेरो बच्चाको लागि म केही नहोला, मेरो आफन्तीको लागि म केही नहोला। मैले चाहिँ आफ्नो तर्फबाट हेर्दै गर्दाखेरि 11-12 वर्ष खाडीमा 15-16 वर्ष एकल महिला भएर मेरो बच्चा, एउटा रोगी बच्चालाई हुर्काउन, बचाउन, पढाउन मेरो लागि सानो थिएन कि दाइ। प्रत्येकचोटि एउटा पत्थरमा ठोकिन्थ्यो कि दाइ मेरो खुट्टा। कहिले पनि त्यो मलाई माटोसँग मेरो खुट्टा छ जस्तो फिल हुँदैन थियो। प्रत्येक पल पलमा मेरा खुट्टाहरू पत्थरसँग ठोकिन्थे। त्यही भएर अब चाहिँ म कसको लागि बाँच्नु? त धेरैजनाले भन्नुहुन्छ, पछिल्लो चरणमा भर्खर मात्रै रिलिज भएको छ श्याम दाईसँग एउटा गीत, कुशल विश्वकर्मा दाईसँग। दाईहरूले मसँग जोडिँदै गर्दाखेरि, मैले हरेस खाँदै गर्दाखेरि हौसला त दिन खोज्नुहुन्छ, तर भन्नु र गर्नुमा धेरै फरक हुँदो रहेछ कि दाइ। जो मैले भोगिरहेको छु, रातभर निन्द्रा लाग्दैन, भित्ताभरि त्यसका फोटो देख्छु दाइ, निन्द्रै लाग्दैन कि। कति फोटोहरू च्यातेर फाल्न खोज्छु, हात काम्छ। फर्केर कहिलेकाहीँ ढोका हान्छ कि मम्मीमा आए ढोका खोल्नुहोस् न भन्छ कि जस्तो फिल हुन्छ। के छ छोरीलाई के भन्नु छ? अब केही पनि भन्दिनँ दाइ, उसको जीवन सुखमयसँग बितोस्। जसरी म रोइरहेको छु, मेरो छोरीलाई रुनु कहिले पनि नपरोस्, उसको खुट्टामा ठेस नलागोस्, टाउको नदुखोस् होइन। जहाँ भए पनि मैले एउटा आमाले दिने भन्दा पनि माया, धेरै माया दिने मान्छे उसको जीवन भाओस्। रात र दिन कुन हुँदै मलाई छुट्याउन गाह्रो भइसकेको छ। मैले यो संसारतिर पनि हेर्छु कि दाइ, तर धेरैजना व्यक्तिहरू होइन, धन पैसा, आफन्ती, श्रीमान, हरेक चिजको लागि चाहिँ, तर छोडेर पनि त गएका हुन्छन् नि। मैले पनि आज त्यसलाई उसकै बाबासँग छोडिदिएको भएपछि आज बिर्सिसक्थेँ कि दाइ, तर यति ठुलो बनाए, आफू सँगसँगै नाच्ने, गाउने, हुर्किने साथी जस्तो कि मेरो हरेक चिज नै त्यही हो कि। ऊ त म सुतेर उठ्दाखेरि उसलाई देखिनँ भने म यसरी थरथर काम्थेँ कि। अहिले त म कसरी बाँचिरहेको छु मलाई पनि थाहा छ। म उठ्दाखेरि जहिले पनि यो मेरो शरीर पुरा कामेर मात्रै उठ्छ कि। राति 2 बजी ड्युटीबाट आउँछु, बिहान 5 बजीसम्म निन्द्रा लाग्दैन। कहीँ कतैबाट फोन आउँछ कि म्यासेज आउँछ कि, कतै टिकटक पोस्ट गरेको हुन्छ कि, कतै फेसबुक, तर
म कुरेर बसेँ, मेरो बच्चाको SMS कल कुनै पनि आएन। यसरी बच्चा हुँदै गर्दाखेरि बच्चाको बुवालाई पनि जानकारी गराइदिनु भयो के आयो रेस्पोन्स उताबाट? उहाँहरूसँग चाहिँ मेरो सम्पर्कमा हुनुहुन्न। योभन्दा पहिला पनि उहाँको ठुलो बाबासँग कुरा गरेको थिएँ साथमै हुँदाखेरि। अनि उसको बाबाको बारेमा सोद्धाखेरि उहाँहरूलाई पनि थाहा छैन भन्नुभयो। र अर्को कुरा चाहिँ फेरि भन्ने चाहिँ आँटै आएन कि दाइ किन आएन भने उहाँलाई एकचोटि नानी मृगौला फेल भएर ग्रिन सिटीमा जीवनमा मृत्युसँग लडिरहँदा चाहिँ मैले उहाँलाई सोधेको थिएँ कि म त बाहिर छु, म विदेशमा छु, पैसाको टेन्सन नगर्नुहोस्, छोरीलाई त म जसरी पनि उपचार खर्च पुऱ्याउँछु म बाहिरबाट, तर एकचोटि गएर भेट्नुहोस् न भन्दाखेरि चाहिँ उहाँले के भन्नुभएको थियो भने मेरो छोराको ठाउँमा छोरा छ, छोरीको ठाउँमा छोरी छ, श्रीमतीको ठाउँमा श्रीमती छ, अब त्यो बच्चा भेट्न जरुरी छैन भन्नुभएको थियो कि। त्यो भनेको याद आएर अनि मैले उहाँलाई चाहिँ जानकारी दिएन। किन त्यस्तो भन्नुभयो त? आफ्नो रगत त आफ्नो रगत हो नि होइन? हो, तर उहाँको बालबच्चाहरू धेरै भइसक्नु भएको छ। जतिसुकै धेरै भए पनि सन्तान बाँच्नु त मन त परिँदैन होला। र सबैको मन एउटै नहुँदो रहेछ दाइ। डिभोर्स चाहिँ किन गर्नुभएको थियो? डिभोर्स चाहिँ पहिला सुरुमा हो चाहिँ इन्डिया काम गर्न भनेर जानुभएको थियो। पछि नेपालतिर नफर्किसकेपछि म पनि नानीलाई चाहिँ माइतीमै राखेर विदेश गएँ। विदेशबाट फर्किँदाखेरि चाहिँ मैले 3टा बच्चा लिएर आउनुभएको थियो नेपाल फर्किँदा। हजुर, बिहे गरेर बच्चा लिएर गाउँ आउनुभएको रहेछ। यसो हेरेको अनि अब उहाँको बालबच्चाहरू सानो सानो थिए। मैले त अब छोरी 9-10 वर्षको बनाइसकेको थिएँ। त्यो छोरी हुर्काउँदाको पीडा सम्झेँ होइन। मैले के सोचेँ भने ठिक छ, एउटा छोरी मान्छेले मेरो पीडा नबुझे पनि उहाँको चाहिँ पीडा म बुझ्छु। यदि मैले उहाँसँगबाट उहाँलाई छुटाएँ भने बिचरा तिनी साना नानी बाबुहरू हुर्काउन उहाँलाई गाह्रो हुन्थ्यो नि त। मलाई त बानी परिसकेको थियो पीडा सहन। होला उहाँमा माथि सौता बने पनि उहाँको बालबच्चा भइसक्यो, त्यहाँ साना साना जुम्ल्या नानी बाबुहरू थिए। अनि त्यो बच्चाहरूलाई हेरेँ, त्यो बच्चाहरूको मुख हेर्दै गर्दाखेरि चाहिँ मलाई बाटो अलगै भएको पछि अब खुसी होला, बाटो उहाँलाई बिदाई नै दिन्छु भनेर चाहिँ अब मैले नै भनेको सहमतिसँग तपाईँसँग म डिभोर्स गर्छु। मलाई केही पनि चाहिँदैन, मेरा केही गल्ती कमजोरीहरू भएको भए पनि तपाईँले भनेरै मसँगबाट अब खुसी थिएन भने बिहे गरेको भए हुन्थ्यो भने हामीले एक रातभरि बसेर मसँग छलफल पनि भयो। अनि उहाँले चाहिँ त्यस्तो केही पनि होइन, मेरो भाग्यमा यही रहेछ, अब तिमी पनि खुसी भएर बस्नु, मेरो जीवनमा मलाई चाहिँ एउटा बाटो खुल्ला गरिदेऊ भन्नुभयो क्या। मैले धेरै बिन्ती गर्नुभयो, गरिसकेपछि ठिक छ अब तपाईँ डिभोर्स गरेर खुसी मिल्छ भनेपछि म डिभोर्स दिन्छु, ठिक छ, तर छोरीलाई चाहिँ भेट्न चाहनुहुन्छ भने तपाईँ म भेट गराइदिन्छु भनेको थिएँ। तर छुटिसकेपछि कहिले पनि उहाँले एउटा मेरो बच्चा के छ, कस्तो छ, पढाएको छ कि छैन भनेर उहाँले एकचोटि पनि खोज तलासी गर्नु भएन। बाउको जिम्मेवारी आमाको माया एक्लै दिनुभयो? एक्लै दिँदैन। काठमाडौँको जस्तो ठाउँमा बच्चाहरूको त निकै सकस परिवार एकदम दया। बच्चासँग कहिलेकाहीँ आफूले नखाइ बाउको पेट पनि बच्चाले खुवाएर हुर्काउनु भएको पलहरू साह्रै त्यस्तो अवस्था कमजोर भएर बाउको पेट रहेर बच्चालाई हुर्काएको पलहरू छ कि छैन काठमाडौँमा? काठमाडौँमा भन्दा पनि गाउँमै छ कि दाइ। एउटा सलाई माग्न जाँदा पनि अब उहाँहरूले चाहिँ यदि सुन्नुभयो भने दुःख मान्नु होला अहिले, तर एउटा सलाई माग्दै जाँदाखेरि पनि यो सलाईको पैसा दिने तिम्रो आफन्ती को छ र कसले कमाएर दिन्छ, छैन सलाई भनेर पनि त्यसरी तर्काउनु भएको छ। पछि म विदेश गएर आइसकेपछि उहाँले कति चाहिन्छ, के गर्दै हुनुहुन्छ, यदि समस्या पर्दाखेरि हामीलाई सम्झिनुहोस् है, घटघडियाले दिने के विचार गर्नु भएको छ भने पनि पल्छ कि। तर गाउँमा चाहिँ अब त्यसरी एउटा सलाई पनि नदिएको पल्छ। ढुङ्गाहरू खोजेर अनि मम्मीले चाहिँ गाउँमा त्यो
कपडालाई चाहिँ त्यो ढुङ्गामा बेटारेर बेसरी त्यो रगट्यो भने चाहिँ झिल्का उठेर चाहिँ आगो बालेको देखेको थिएँ कि अनि त्यस्तो गरेर पनि कति दिन त अनि आगो बालेको छु क्या मैले मम्मीले गरेको देखेको थिएँ सानोमा हुँदा अनि पछि त्यो ढुङ्गाहरू रगटेर अनि कपडा जलाएर कपडाबाट छल्काएर आगो बालेको छु झुलो भन्छ हजुर त्यस्तरी पनि बालेको छु ढुङ्गा र फलाम बिचमा हजुर झुलो च्यापेर त्यसरी लगभग 1 आधा घन्टा राखेर दासम्म राखेर बालेर अनि छोरीलाई चाहिँ तातोमा राखेको छु त्यही त भन्छु नि त्यस्तो गरेर हुर्काएँ बस्ने बास थिएन खाने गाछ थिएन तर छोरीको आँखमा थिएँ त्यसैलाई हुर्काउने बढाउने उसमा चाहिँ मैले सबै दुःख बिर्सेँ कि भोलि गएर छोरीलाई आफ्नै खुट्टामा उभायो भनेपछि छोरी हो बुझ्छ होला भोलि आमाको पीडा बुझेर सबै कुरा भुल्छु जस्तो फिल हुन्थ्यो तर भएन उल्टो भइदियो त अलिकति पनि त्यो बिचमा आउँदै गर्दाखेरि केही कुरा घर छोड्नुको रहस्य अनि कहाँ बस्नु भएको छ भन्ने कुरा त के खुलाउनु भएन छोरीले त्यस्तो केही पनि खुलाएन पहिलोचोटि चाहिँ जेठको 30 गते यो जुनीमा यस्तै भयो अर्को जुनी पाएछु भने तपाईँकै कोखबाट जन्म लिन पाऊँ भन्नुभएको थियो अनि होइन लेखेको कापीमा अनि त्यसपछि एकचोटि सम्पर्कमा आइसकेपछि चाहिँ लास्ट उसमा बिचमा आएर मलाई के अरे यो बढाएर नागित्रा चाहियो भन्ने कुरा गर्नुभएको थियो अनि पछि मैले भने कि नागित्रा बढाएर नगरौँ अब 1 वर्ष त छ बाँकी अर्को साल त अब 18 पुग्यो भने 16-17 त बनाउनु मिलिहाल्छ अहिले चाहिँ नबनाऊँ भनेको किन रहेछ बढाएर गर्नु पर्ने त्यस्तो त केही पनि नभन्ने फेरि सम्पर्कमा आएपछि अरू कुराकानी के गर्नुभयो त अथवा विवाह गरेर फर्केसँग जानुभएको कुरा त्यस्तो केही पनि भएन अनि मलाई चाहिँ घरमा बस्न मन लाउन्न तपाईँसँग पनि बस्न मन लाउँदैन ठुलो जङ्गलतिर मात्रै बस्न मन लाग्छ मलाई तपाईँको र मेरो बसाइ पनि लामो छैन मलाई कर नगर्नु अनि तपाईँ आफ्नो गर्नुहोस् टाइममा खानुहोस् टाइममा सुत्नुहोस् त्यही भन्थ्यो भाइ पनि त गर्दो रहेछ नि छोरीले केयरिङ गर्दो रहेछ मैले हाम्रो एउटा छ कि फोन भन्ने संस्था छ त्यहाँ पनि जोडाइदिएको थिएँ काउन्सिलिङको लागि अनि त्यहाँ गएर पनि भनेको थिएँ अरे अनि मम्मी जहिले रुनुहुन्छ मम्मी जहिले बिहान उठ्दाखेरि मम्मीको आँखाहरू सुन्नेको हुन्छ मलाई चाहिँ पीडा सुनाउनुहुन्न अनि मम्मीको दुःख हेर्न नसक्ने भए मम्मीलाई हेर्दाखेरि एकदम आफूलाई नै भित्र आत्मादेखि नै कलिन भएर आउँछ भनेर चाहिँ कुरा गरेको रहेछ कि मम्मीले सानैबाट चाहिँ मम्मी बाबा चाहिँ भने पनि उहाँ हो उहाँको पीडा चाहिँ म हेर्नै नसक्ने भइसकेँ भन्ने कुरा चाहिँ गरेको रहेछ साथीहरूसँग चाहिँ धेरै साथीहरूसँग चाहिँ उसले त्यही भनेको थियो अरे मम्मीको पीडा हेर्न मलाई गाह्रो भयो अनि सानोमा हुँदाखेरि पनि मामा घरमा हुर्केँ अलि ठुलो भइसकेपछि ठुलो मम्मी कहाँ पनि त्यस्तै पीडा पाएँ मैले सानोमा हुँदा आमासँग बस्न पाएन अनि त्यही भएर अहिलेदेखि नै मलाई मम्मीसँग बस्ने मन लाग्दैन अहिले पनि त्यस्तो भनेको थिएँ त्यसो भए कुन ठाउँमा हुनुहुन्छ भन्ने कुरा पनि थाहा छैन विवाह गरेर गएको त होइन होइन त्यो थियो थाहा नै छैन होइन अब विवाह गरेरै गएको भए पनि म चाहिँ के भन्छु भने अन्तिममा चाहिँ अब एकचोटि मात्रै म यस्तो ठाउँ छु भनेर मलाई कल पनि मेरो आवाज सुन्न मन लाग्दैन भने कल नगर्दा नि हुन्छ एउटा मेसेज छोडिदिए हुन्छ म यस्तो ठाउँमा छु म ठिक छु भने म त्यो रात ढुक्कले निदाउँथेँ कि दाइ सन्तानको चिन्तामा व्याकुल कोही हुन्छ भने त्यो आमा नै हुन्छ सबै कुरा भुल्न सक्ने एउटी आमालाई सन्तानको फिक्रीले कहिले पनि चैन मिल्दैन बेचैन साथ जीवन बिताइराख्नु भएको छ त्यो पीडा हामी बुझ्छौँ कसैले देख्नुहुन्न आफन्तहरूलाई सोध्नु भएन अहिलेसम्म त अब आफ्नो मान्छे कहाँ चाहिँ दाइ भाउजूहरू हो उहाँहरूले त अब उहाँलाई थाहै नै छैन अस्ति सोधिराख्नु भएको थियो सबैजना गाउँमा अब आफ्नै मान्छे शत्रु छन् अनि उनीहरूको अगाडि चाहिँ अब मैले यसरी पनि भन्न सकिनँ कि ठिकै छ सबैजना आउँछ खै किन नआएको अस्तिमा गाउँ गएको थिएँ आमालाई लिउन किन नल्याएको भन्दा चाहिँ अनि ठिकै छ उतै काम गरिरहेछ पोखरातिरै बसिरहेछ भने के भन्नु अनि अरू चाहिँ दाइ
पीडा सबैसँग पोख्दाखेरि पनि झन् पीडा थपिँदो रहेछ क्या है तर पीडा भयो भने त मनमा कुरा खेल्यो भने त सेयर गर्यो भने हल्का हुन्छ भन्छन् त्यो पनि हो तर कतिपय मान्छेहरूले त त्यसको उल्टो फाइदा पनि लुट्ने रहेछन् क्या त्यो क्षण पनि छ मसँग बिचरा तिमीहरू त यस्तो पीडा परेको रहेछ भनेर अर्को आफ्नो स्वार्थको लागि पनि नजिक हुने मान्छेहरू पनि धेरै छन् जो मेरो आफ्नै मान्छे पनि भएको छन् हिजोका दिनमा देश विदेश गर्दै गर्दा कमाउँदै गर्दा तेरो लागि म छु छोरीको लागि म छु भन्ने मान्छेले चारतिरको ढुका थुनेर पनि मैले आफ्नो ज्यान जोखिममा राखेको छु कि दाइ त्यही भएर सीता एउटा एकल महिला भएर बसिराख्नु भएको छ जोडिएको सम्बन्ध पनि टुट्यो आफ्नो 9 महिना कोखमा राखेर मातृवत्सलले दिँदै हुर्काएकी छोरी पनि अहिले सम्पर्कमा हुनुहुन्न जीवन त यतिकै बित्दैन होला होइन एउटा संसार रोजौँ संसार बनाऊ भन्ने खालको मन कहिले आउँदैन कहिले आएन दाइ एकचोटि आएको थियो तर उहाँले चाहिँ मलाई झुट बोल्नु भयो कि दाइ कतारमा हुँदाखेरि भएको कारणले गर्दाखेरि चाहिँ म धेरै बदनामी भएँ उहाँले चाहिँ के भन्नुभएको थियो भने मेरो बाबा मम्मी चाहिँ कोही पनि हुनुहुन्न म 7 वर्षको हुँदा टुहुरो भएको थिएँ अनि भन्नुभयो तर उहाँ त्यहाँ चाहिँ एउटा लेडिजको चाहिँ गलत सम्बन्धमा चाहिँ फस्नु भएको रहेछ उहाँ चाहिँ आफू बाँच्नुको लागि चाहिँ उहाँले झुट बोल्नुभयो मैले त साँच्चीकै भन्ने बताएर अनि मैले चाहिँ त्यहाँबाट उहाँलाई नेपाल फर्काउने निधो गरेँ नेपाल पनि फर्काएँ नेपाल फर्काइसकेपछि हामीले चाहिँ मैले चाहिँ एउटा टिकटक बनाएको थिएँ उहाँसँग टिकटक बनाइसकेपछि उहाँको घर परिवारले थाहा पाइसकेपछि उहाँले मलाई मिडियामा पनि हाल्नु भएको थियो मिडियामा हालेर यसले मेरो श्रीमानसँग यस्तो यस्तो गर्यो भन्ने कुरा गर्नुभयो मैले तपाईँको श्रीमानसँग गलत केही पनि गरेको छैन मलाई नेपाल फर्किन दिनुहोस् प्रत्यक्ष तपाईँ काठमाडौँमा आउनुहोस् तपाईँको श्रीमानलाई पनि म काठमाडौँ ल्याइदिन्छु यस्तो यस्तो समस्यामा पर्नु भएको रहेछ अब अरब कन्ट्रीमा कस्तो हुन्छ भने दाइ यस्तो अब ज्यानमा र केसरमा चाहिँ ज्यानको बदला ज्यानै लिने भन्ने हुन्छ नि त अब त्यो भएको कारणले गर्दाखेरि सिन्धुपाल्चोकको लेडिज हुनुहुँदो रहेछ त्यहाँसँग नजायज सम्बन्धमा चाहिँ उहाँको त्यस्तै पो रहेछ केस परेको रहेछ परिसकेपछि मैले आफ्नै पैसाहरू चाहिँ खर्च गरेर मैले लेडिजलाई पनि नेपाल फर्काएँ अनि त्यसपछि उहाँलाई पनि नेपाल फर्काइसकेपछि एक रातभरि जेल खाएँ नि हजुर जेल खाएँ नै यहाँ काठमाडौँ फर्किसकेपछि उहाँहरूकै सम्पर्कमा नेपाल आयो नेपाल आइसकेपछि अनि पछि पुलिसहरू ल्याएर उहाँले चाहिँ उ गर्नुभयो यसरी यसरी उहाँसँग बस्नु भएको भन्न चाहिँ सम्बन्ध भन्नुभयो पछि चाहिँ किनभने मसँग धेरै प्रुफहरू थिए मैले गलत गरेको थिएन अहिले टिकटक बनाएर हाले पनि नजायज नराम्रो सम्बन्ध मैले उहाँसँग राखेको थिएन अनि पछि मैले भने हो मैले तपाईँको श्रीमानले चाहिँ एउटा टुहुरो भन्ने सबै कुरा भनिसकेपछि म एउटा एकल महिला हो डिभोर्स भएको महिला मेरो एउटा बच्चा छ मैले तपाईँको श्रीमानलाई नराम्रो तरिकाले हेरेको होइन अब यदि तपाईँसँग कुनै त्यस्तो नराम्रो प्रुफ छ कुनैबाट भेटाउनुहुन्छ भने म 14 वर्ष कि म 20 वर्ष पनि जेल खान तयार छु भन्दा अनि छलफल गरियो छलफल गरेपछि कति 2 लाख कति जति आएको थियो मेरो सबै खर्च उहाँहरूले चाहिँ 1,80,000 रुपियाँमा चाहिँ हामीसँग छैन अनि यो पैसा हामी दिन्छौँ भनेर 1,80,000मा 5,000 खानाको कटाएर 1,75,000 यहीँ सबै छलफल गरेर यहीँ काठमाडौँबाटै पछि कागज गरेर अनि उहाँले मलाई पैसा दिनुभयो अनि आफ्नो श्रीमान चाहिँ लगेर जानुभएको थियो अनि त्यसपछि त मलाई कसैको पनि विश्वास लागेन दाइ ती आयो है भन्ने मान्छेहरू त आउँछन् आएर यस्तो गर्छु भनेर कोही मान्छेहरू 50-60,000 रुपियाँ यस्तो गर्दैछु तपाईँलाई आजको भोलि दिन्छौँ भनेर पनि गए है कति मान्छेहरू समस्या खाएर गए अनि अब त्यस्तै अब धेरै छन् त यस्तो लुट्न खोज्ने मान्छेहरू त मेरो पीडा चाहिँ देखे जस्तो गर्ने नजिक सरेर चाहिँ लुट्न खोज्ने मान्छे धेरै आए अब चाहिँ बिहे गर्छु जस्तो लाग्दैन बरु यो जिन्दगी सकाउँछु सकेसम्म गरेर खान्छु
अहिले पछिल्लो चरणमा गीत सङ्गीतमा लाग्दै गर्दा पनि दाइ अब भोलि गएर म त्यो ठाउँसम्म पुगौँला नपुगौँला, तर मैले केही न केही त गरेको छु यो क्षेत्रमा लाग्दै गर्दा पनि। म नेपाली युट्युब च्यानलबाट लगभग 7-8 लाखजनाभन्दा बढीले हेरिदिनु भएको छ, माया गरिदिनु भएको छ। यो क्षेत्रमा मैले 9-10 महिनासम्म वेटर काम गरेँ। त्यसपछि मैले एउटा माइक समातेर आफ्नो निर्धक्कका साथ म एउटा गाउन सक्छु भनेर चाहिँ मैले एउटा ओनरहरूलाई पनि मैले रिजाउन सकेँ। अहिले सुन्दारामा छु, धेरै राम्रो छ अहिले पनि, दाइहरूको हौसला माया पाइराखेको छु। तर विवाह गर्छु फेरि पनि त्यो चाहिँ सोच चाहिँ छैन दाइ। सित तपाईँको जिन्दगीमा तपाईँले भोग्नुभएको जुन वैवाहिक सम्बन्धको विषयमा म सोध्न चाहेँ। तपाईँको व्यक्तिगत भगाइ र तपाईँको त्यो अनुभवले के भन्छ? वैवाहिक सम्बन्ध के हो? अब खै दाइ लेखान्तको कुरा हो भन्छन् भन्दा लेखेको चाहिँ जसरी पनि मेटिन्छ, देखेको हुँदैन। तर म त के भन्छु भने अब आफ्नो खुट्टामा नउभिँदासम्म, आफ्नो उमेर परिपक्व नहुँदासम्म कसैले पनि विवाह नगर्नुहोस्। नत्र किनकि केही न केही कुरामा चाहिँ तलमाथि भइरहने रहेछ कि। मैले पनि आफ्नो उमेर नपुगेर गरेँ। र अर्को कुरा चाहिँ हुन त अहिलेको जमानामा त्यस्तो इन्टरकास्ट भन्ने छैन, तर पनि त्यतिखेर चाहिँ मेरो के थियो भने अब वेशभूषा, अब रीतिरिवाज सबै कुराहरू मान्न पर्ने कि। चौधरी जातमा फेरि अब टाउकोमा भारी बोक्न पर्ने, भाषाहरू नजान्ने मैले। तपाईँ चन्दकी छोरी चौधरीसँग विवाह गर्नुभएको थियो? हजुर। अनि भाषै नजान्ने, यता आइज भन्दा उता जाने, उता जा भन्दा यता आउने, त्यस्तो थियो। अब तर त्यसले पनि त्यति खासै असहज भएको थिएन, सायद मेरो भाग्यमै थिएन होला। विवाहपछि के हो जस्तो लाग्छ यो विवाह गर्नु? के हो जस्तो लाग्छ यो विवाह चाहिँ दाइ? मेरो लागि चाहिँ एउटा बोझै जस्तो लाग्छ। मेरो लागि चाहिँ बोझ हो, किनकि एउटा विवाह गरिसकेपछि एउटा श्रीमानले श्रीमतीलाई श्रीमती जस्तो व्यवहार गरेन भने त के विवाह दाइ? सम्मानै छैन भने चाहिँ त के विवाह रहेन त्यहाँनिर? उहाँले मलाई जस्तो सुकै परिस्थितिमा पनि अहिलेसम्म साथ दिएको भएपछि आज मेरो बच्चाले घर छोड्दाखेरि पनि म उहाँलाई हेरेर पनि चित्त बुझाउँथेँ होला नि त। आज त मलाई बोझ भएको छ नि यो जिन्दगी है। आज मलाई उहाँ मेरो साथमा भइदिएको भए या त अर्को बच्चा भइदिएको भएपछि ल ठिकै छ, छोरीले छोडेर गए, अर्को छोरा साथमा भइदिएको भए चित्त बुझाउँथ्यो होला नि त। त्यो पनि छैन। मेरो त श्रीमान भने पनि, अर्को छोराछोरी भने पनि, माइती भने पनि, सम्पत्ति, घर जे भने पनि मैले त त्यही एउटा बच्चा मात्रै थियो नि त मेरो साथमा। आज त्यही छैन, मेरो लागि त बोझै भइरहेछ। सन्तान के हो? सन्तान त एउटा गहना हो भन्छ, तर पनि सन्तानले आफ्नो बाउआमाको पीडा र इज्जतलाई बुझिदियो भने चाहिँ त्यो गहना हो। नत्र त जिन्दगीभरि नमेटिने दाग रहेछ दाइ। जो दाग आजसम्म मेरो मेटिनै सकेको छैन। जब सायद मरेपछि पनि मेटिँदैन होला अब मेरो यो दाग, जसको लागि मैले भनौँ न यो पुरै जीवन बिताएँ नि दाइ। 15-16 वर्ष मान्छेले बिहे गरेको, या त श्रीमानसँग सम्बन्ध छुटेको, या त श्रीमती होस् या श्रीमान होस्, बिहे त सायद कुनै कुनै आमाहरू हुनुहुन्छ, कुनै कुनै बाबाहरू पनि हुनुहुन्छ, तर सबै हुनुहुन्न। जो मैले मेरो छोरीको लागि, मैले मेरो छोरी मृगौला फेल भएर मर्छ भनेपछि म पनि उसैसँग चितामै जल्छु भन्न चाहिँ मेरो आँटै थियो कि। म त्यतिसम्म यदि मेरो छोरीलाई केही भयो भने म त्यो छोरीको चितामाथि जलिनँ भने म आमा होइन भन्थेँ कि मैले आफूले त्यस्तो गर्थेँ। आज मलाई त्यो बच्चाले यस्तो दाग बसाएर गयो। सबैले सोध्छन् काठमाडौँमा गएको छस्, गीत सङ्गीतमा लागेको छस्, गीत गाएको छस्, रमाएको छस्, छोरीको अवस्था के छ त भन्दाखेरि म त शिर झुकाउँछु के दाइ, निशब्द हुन्छु। के भनौँ, जिउँदैछ, काम गर्दैछ भन्न भने हत्तपत्त छैन। संसार छोड्यो भनौँ भने पनि कसरी भनौँ, जीवितै हो अब होइन, मरेको लास भेटिएको छैन। आज म पल पल मरेर बाँचिरहेको छु दाइ, कसैको लागि होइन, म मेरो बच्चाको लागि।
आज मेरो जीवनका हरेक बाटोहरू हरेक पाइलाहरू बन्द भइसके। हिँड्दा हिँड्दै मेरा पाइलाहरू हचक्क रोकिन्छन् अनि भन्छन् के पाइलाले पनि तेरो जाने ठाउँै छैन। म रोएको देखेर लैनचौरका स्कुलका म्याडमहरूले भन्नुहुन्थ्यो कि ए छोरी तिमी राम्रोसँग पढ्नुपर्छ। मैले मेरो बच्चाको लागि मैले के गर्न बाँकी रह्यो भनेर कसलाई सोधौँ के दाइ, त्यो कहाँ गएर सोधौँ, यही जान्न मन छ मलाई। श्रीमानले छोड्नु भयो त्यो यताउता सबै कुरा चाहिँ मलाई कुनै यादै छैन, तर एउटै कुरा सोध्न मन छ, मेरो बच्चाको लागि मैले के गर्न चाहिँ चुकेँ, यस्तो गरिदिएको भए मेरो बच्चाको लागि सहज हुन्थ्यो भन्ने मात्रै हो। एउटा श्रीमती र छोरीमा अथवा श्रीमतीको लागि श्रीमान के हो जस्तो लाग्छ? एउटा श्रीमतीको लागि त श्रीमान त सर्वस्व हो दाइ। बाबा हो, आमा हो, छोराछोरी हो, गाउँघर हो, इज्जत हो, मान सम्मान हो, सबै थोक हो। केही नभएको आज म त्यही एउटा छोरी मान्छे हुँदै जो केही पनि छैन, मेरो न सम्मान छ, न छोराछोरी छ, न बाबुआमा छ साथमा, न कसैको माया छ, न बस्ने घर छ, न जिन्दगीको टुङ्गो छ। म श्रीमान बिनाको एउटा अधुरो यात्री हुँ के दाइ। तर होला नि, दिन बिते रात बिते दिन आउँछ भने जस्तै, बिहानले दिनको सङ्केत गर्छ भनेर भने जस्तै कुनै पल पनि आउला नि जुन अहिले तपाईँ बिस्तारै सोच्दै हुनुहुन्छ, जीवनदेखि नै हरेस खाँदै हुनुहुन्छ, तर कुनै बेला नसोचेको एउटा तपाईँको लाइफमा पनि यु टर्न गर्ला नि, त्यस्तो लाग्दैन? दिन मेरो पनि आउला, दिन हरेकका हुन्छ नि संसारमा। मलाई चाहिँ के लाग्छ भने दाइ, पुनः पनि मेरो बच्चाले मलाई साथ दियो भने म दुनियाँसँग जित्छु। फेरि मेरो शक्ति हो, मेरो लागि चाहिँ ऊ शक्ति हो। पुनः पनि मसँग ऊ फेरि फर्केर आयो भने, मेरा सुखका दिन आयो भने हुन्छ कि ऊ मेरो साथमा रह्यो कि म हाँसेँ, म मिठो निदाएँ, मैले एक छाक खाना खाएँ। मैले आज यतिका दिन भयो आमा आएपछि र मेरो साथीहरू आउँदा मात्रै मेरो घरमा चुलो बल्छ, नत्र एक्लै हुँदा कहिले पनि चुलो बल्दैन कि। किन? खै किन त्यो अल्छी लागेर हो अथवा एक्लै लागेर भन्दा पनि खाना पकाउँछु 2-3 चोटि ट्राई गरेँ, ठ्याक्कै त्यो अगाडि पछाडिमा चाहिँ त्यो आँखा अगाडि चाहिँ बच्चालाई पनि देख्ने कि नानीलाई पनि देख्ने, अनि खाना खोज्यो भने चाहिँ भित्र नछिर्ने। अनि कोही बाहिरतिर बोल्यो भने पनि अहिले भर्खर मम्मी भन्छ कि आउँछ कि ओहो ऊ त बिरामी मान्छे हो, उसलाई केही भइदियो कि, अब कहीँ कतै गलत न्युज सुन्ने हो कि भनेर त्यो जुन चाहिँ डर त्रास भन्ने कुरा मनमा चाहिँ रहिरहन्छ कि अहिलेसम्म पनि। डर त्रासमा निदाउँछु म त। कतै बिहान उठ्दा अब कतैबाट हो तेरो छोरीलाई हामीले यस्तो अवस्थामा फेला पार्यौँ भन्छन् कि भन्ने चाहिँ एउटा त्यो डर चाहिँ मनभरि रहिरहन्छ। अब छोरी बिनाका सन्तान बिनाका दिनहरू असह्य पीडाका साथ काट्दै हुनुहुन्छ, न तपाईँलाई भोक लाग्छ न तपाईँलाई प्यास नै लाग्छ, यति बेचैनसँग जिउ राख्नु भएको छ। आज तपाईँले तपाईँको छोरीले यदि हेर्दै हुनुहुन्छ भने तपाईँको हृदयभित्र भएका मनभित्र भएका सबै पीडाहरू सुनाएर छोरीलाई कमसेकम एउटा गतिलो मेसेज दिनुहोस् न, ताकि यो कुराकानी हेर्दै हुनुहुन्छ भने तपाईँको जुन खालको काखमा हुर्किरहेकी छोरी तपाईँको काखमा त्यसरी नै लुटुपुटु गर्न आउनु। उमेरले 15-16 वर्ष भइसके पनि मेरो बच्चै जस्तो लाग्छ। अहिले भर्खर आएर मेरो काखमा लुटुपुटु गरेपछि उसको अनुहार हेर्दै, उसका आँखामा आँखा हेर्दै मुस्कुराउन मन छ दाइ। म के भन्छु भने जहाँ छौ, जस्तो अवस्थामा छौ, तिम्रो खुसी नै मेरो खुसी हो। यदि मसँग बस्नै मन लाग्दैन भने पनि कल गर, मेसेज गर, म ठिक छु मम्मी भन। म त्यही कल मेसेजलाई म सँगै भएको महसुस गरेर निदाउनेछु, खाना खानेछु।
नत्र भनेपछि सायद यही सन्देश नै अन्त्य हुन सक्छ। मेरो लागि कोही पनि छैन अरू। मेरो छोरीले देखेकी छन्, बुझेकी छन्। आफ्नो त आफ्ना भएनन् भनेपछि पराईलाई त म झन् कसरी आफ्नो भनेर बाँच्न सकौँला र अब। त्यही भएर मेरो छोरी भनेको सर्वस्व हो, मेरो शक्ति हो है, मेरो सास हो, मैले फेर्ने सास हो। जहाँ छौ, जस्तो अवस्थामा छौ, यदि तिमीलाई मसँग आउन मन लाग्दैन, तिमीलाई त्यही राम्रो छ भने पनि एकचोटि कल र मेसेज गर। नत्र भनेपछि यसरी नै उसको यादमा तडपेर म कुन दिन सकिन्छु थाहा छैन दाइ। मलाई कसैले भेट्ने छैन, कोही पनि छैन, मलाई कठै भन्ने पनि छैन, कहीँ लडे भने उठाउने पनि छैन। सीताजी अत्यन्तै दुःख, तपाईँ 1 वर्षदेखि नै रोइराख्नु भएको छ। सन्तान सम्पर्क विहीन हुँदाखेरि खोज तलास पनि गर्नुभयो, धेरै रुनुभयो, कराउनुभयो। रुँदा तपाईँका आँखाका आँसुहरू पनि सुकेका छन्। यति मुटु पटक पटक तपाईँले चुडाउनु भएको छ सन्तानको लागि। अहिले यो कुराकानीद्वारा पनि तपाईँका धेरै भावनात्मक त्यो चोटका गहिराइहरू हामीले बुझ्ने कोसिस गऱ्यौँ। हामी लगभग कार्यक्रमको अन्तिमतिर छौँ। यतिखेर तपाईँले हेरेर बस्नुभएका हाम्रा भ्युअर्स, तपाईँले चिन्ने तपाईँका फ्यान फलोवर्सहरू अनि तपाईँका आफन्तहरू, तपाईँकी ती छोरीले पनि हेर्दै हुनुहुन्छ भने समग्रमा सबैलाई के भन्न चाहनुहुन्छ? सबैजनालाई मिठो सम्झना। धेरैले मलाई दिन प्रतिदिन आजभन्दा 1 वर्ष पहिला मैले पीडाको दोहोरी गाउँदै गर्दा पनि मलाई धेरैले मलाई हौसला दिनुभएको थियो। कतिजनाहरू त स्टुडियोमै आएर पनि भेट्नु भएको थियो। म नेपालीसँग मैले यथार्थमा मैले आफ्नै जीवनसँग मेल खाएको गीत गाउँदै गर्दा लगभग 60-65 वर्षसम्मका बाबा आमाहरू पनि आउनु भएको थियो मलाई स्टुडियोमै भेट्न। अमेरिकाबाट विष्णु दिदी हुनुहुन्छ, साउदीदेखि, कतारदेखि हेमराज दाई हुनुहुन्छ, माया भाउजू हुनुहुन्छ, धेरैजना हुनुहुन्छ, गोविन्द दाई हुनुहुन्छ चितवनबाट। धेरैजनाले मलाई हौसला दिएर मलाई बाँच्न सिकाउनु भएको हो। म उहाँहरूकै हौसलाले, म पटक पटक लडे तापनि दाइ उहाँहरूको हौसलाले गर्दा नै म बाँचिरहेको छु। नत्र त मैले जिन्दगीको अन्तिम विकल्प रोजेको त 1 वर्ष 2 वर्षदेखि मात्रै होइन, पटक पटक मैले रोज्दा अन्तिम विकल्प रोज्दै गर्दा पनि मलाई उहाँहरूले बाँच्न सिकाउनु भएको हो। मैले जो माया, जो हौसला आफन्तीबाट पाइनँ, मैले उहाँ दर्शकहरूबाट पाएँ। मैले चाहिँ फेरि पनि के भन्न चाहन्छु भने क्षमा चाहन्छु, तपाईँहरूको माया, साथ, सपोर्ट, हौसलाले गर्दा नै म आज फेरि यो पर्दामा देखिन पाएकी छु है। सबैजनाले हेरिदिनु होला, जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला, हौसला। चाँडै नै हामी मेरै च्यानलबाट, सीताचन्द अफिसियल च्यानलबाट श्याम दाईले मलाई धेरै कति रोइराख्छ, हाँस्नुपर्छ कहिलेकाहीँ भनेर श्याम राणा दाईले मलाई सपोर्ट दिएर एउटा गीत हामीले अफिसियल गीत पनि हामीले सार्वजनिक गरेका छौँ। त्यो गीत हेरिदिनु होला। किनभने यो कलाकार क्षेत्रमा लाग्दै गर्दा अब जो एउटा व्यक्ति हुनुहुन्छ, जो तपाईँ हुनुहुन्छ दाई, आज 1 वर्ष पहिला पनि मलाई हाँस्नुपर्छ, बाँच्नुपर्छ भन्न सिकाउनु भएको थियो। आज फेरि यो ठाउँसम्म ल्याएर पुनः पनि मलाई हौसला, हिम्मत बढाइदिनु भएको छ दाइ। तपाईँलाई झन् धेरै धन्यवाद दिन चाहन्छु। आफन्त लगाए सबैजनालाई जिन्दगी के नै रहेछ र, आज मरे भोलि 2 दिन हुन्छ, मरेर लाने के नै छ र। कसैसँग राम्रो बोल्दा बोल्दै नराम्रो भयो होला, कसैसँग नराम्रो भयो होला। मेरा कुनै आफन्तीले सुन्नुभयो भने पनि बल्ल खाइस भन्ने वातावरण मेरो छोरीले बनाए पनि दिन सबैको आउँछ। त्यो दिनको पर्खाइमा छु। मेरा पनि कुनै न कुनै दिन आउलान्। गलत बाटो कहिले पनि रोज्ने छैन। र मेरा आफन्तीहरूको मलाई माया गर्ने सबैजना मेरा दर्शकहरूको पनि इज्जतमा दाग लाग्न दिने छैन दाइ। यो चाहिँ म विश्वास दिलाउँछु। पञ्चसित बाँच्नुपर्छ। पाएको जीवन अमूल्य छ। बिहानले दिनको सङ्केत गर्छ।
रात बितेपछि दिन अवश्य आउँछ। सुख दुःख भनेका यस्तै हुन् सबैका। तपाईँ मात्रै होइन, तपाईँभन्दा अझ धेरै दुःख र वेदनाको सागरमा पौडिँदै पनि जीवनका सागर तर्दैछन्। तिनीहरूलाई हेर्दै आफ्नो मन बुझाउनु होला। पक्कै पनि तपाईँको छोरी यो कुराकानी हेरिसक्नु भएपछि मम्मी भन्दै आउनुहुनेछ। तपाईँका दुःखहरूमा उहाँ पनि सारथी भन्नुहुनेछ, हामी कामना गर्छौँ। सधैँ खुसी रहनुहोला, सुखी रहनुहोला। सधैँ रोएर मात्रै पनि हुँदैन होइन। तपाईँहरू भनेको एउटा कलाकार, धेरैले आशा र अपेक्षा भइरहेको कलाकार पनि हुनुहुन्छ। सबैको अगाडि दुःख लुकाएर त लुक्दैन र पनि जतिसुकै दुःख भए तापनि जिउन सक्नुपर्छ भनेर एउटा गतिलो उदाहरण दिन सक्नुपर्छ। धेरै छोरीचेलीहरूको लागि तपाईँहरू उदाहरण हो। तपाईँहरू सबैको आँखामा पर्नुहुन्छ। त्यही कारणले गर्दाखेरि जीवनमा हरेस खानेकुरा चाहिँ कहिले पनि नगर्नु होला। बाँच्नुपर्छ, जस्तो सुकै भए पनि बाँच्नु चाहिँ पर्छ। यो संसारमा जतिसम्म आयु छ त्यतिन्जेलसम्म हामी खुलेर साहसका साथ बाँच्न सक्ने हिम्मत राख्नुपर्छ भन्दै म कार्यक्रमबाट बिदा हुन्छु। यो समय संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। धन्यवाद दाइ।